साथीहरु, यसपालिको चुनावमा चाहिँ हामीले जुन प्रकारको आशा भरोसा राखेको थिए अझ त्यो भन्दा पनि बढी आएको छ। यसको लागि सम्पूर्ण नेपालीहरूलाई धन्यवाद छ है। तपाईहरुले साच्चै आफ्नो विवेक आफ्नो चेतना प्रयोग गरेर चाहिँ यसपालि चाहिँ साच्चै तपाईहरुले परिवर्तन रोज्नु भयो। यसको लागि धन्यवाद छ। साथीहरु, राष्ट्रपाले सोच्यो भन्दा बढी सिट ल्याउँदा पनि र कता एउटा कुरामा चाहिँ मलाई अलिकति खल्लो लागिरहेको छ। के कुरा भने साथीहरु, हाम्रो उज्यालो नेपालका सभापति कुलमान सरज्यू चाहिँ यो चुनावमा चाहिँ पराजित हुनुभयो। यसमा चाहिँ म मात्र होइन, सायद धेरै नेपालीहरूलाई नरमाइलो लागेको छ। किन भन्नुहुन्छ भने कुलमान सर राष्ट्रपाबाट नभए तापनि तर कुलमान सरले चाहिँ नेपालमा गरेको योगदान अविस्मरणीय छ। उहाँले यो 18 घण्टा लोड सेडिङ हुन्थ्यो एक समयमा नेपालमा, लोड सेडिङ हटाएर चाहिँ उज्यालो नेपाल ल्याउनु भएको थियो। त्यसैले उहाँले गरेको नेपाल प्रति योगदान चाहिँ हामी जनताले भुलेका छैनौं। तर साथीहरु, कुलमान सर चाहिँ यो चुनावमा चाहिँ हार्नुको मुख्य कारण भनेको चाहिँ उहाँको आफ्नै कारण अथवा उहाँको आफ्नै व्यक्तिगत इच्छा आकांक्षाले पनि हो जस्तो मलाई लाग्छ। किनभने अहिले ज्यान्जी आन्दोलन पछि चाहिँ सम्पूर्ण नेपाली जनताको देश विदेशमा रहेका जनताहरूको एउटै मात्र इच्छा थियो कि रवि लामिछाने, बालेन शाह, गोपी हमाल, हर्क साम्पाङ, कुलमान घिसिङ एक आपसमा मिलेर चाहिँ देशलाई अगाडि बढाएको हेर्न चाहन्थे। तर कुलमान घिसिङ सर केही समयका लागि राष्ट्रपामा आउनुभयो, तर उहाँले चाहिँ पदको लोभले चाहिँ आफूले चाहेको पद पाएन भनेर चाहिँ राष्ट्रपाबाट बाहिरिनु भयो। यसले गर्दा जनमानसमा के सन्देश गयो भने आखिर कुलमान सर पनि एउटा पदकै भोगी रहेछ, उहाँले पनि राष्ट्रपासँग मिलेर बस्न सक्नु भएन, उहाँहरूसँग मिलेर अगाडि बढ्न सक्नु भएन भन्ने आम जनमानसको दिमागमा यस्तो सन्देश गयो। त्यसैले पनि कुलमान सर हार्नु भयो मलाई लाग्छ साथीहरु। तर पनि कुलमान सरले चुनाव हारे तापनि तर जनताको मनबाट कहिल्यै हारिनु भएको छैन। हामी उहाँलाई कहिल्यै भुल्न सक्नेवाला छैनौं। आशा छ अब फेरि उहाँ देश बनाउन तर्फ लाग्नुहुन्छ, नेपाली जनताको सेवा गर्न तर्फ लाग्नुहुन्छ। त्यसपछि जनताको मन जितेर चाहिँ फेरि उहाँ चुनावमा हुमिनुहुन्छ भन्ने मलाई आशा छ। म मात्र नभएर सम्पूर्ण नेपालीलाई आशा छ, भरोसा छ। कुलमान सरलाई मेरो एउटा मात्रै सुझाव छ, तपाईलाई हामीले यत्रो महिनादेखि नै भन्दै आएका थियौं मिलेर जानुहोस्। अहिले देशमा युवा मिल्न आवश्यक छ भन्दै पनि कुलमान सर लोभले लाभले बिलाप हुनु भएको हो। कहिले काहीँ यस्तै हुन्छ साथीहरु, सोचेको भन्दा पनि फरक खालेको अथवा बेग्लै खाले हुन्छ। त्यसैले यो पाला चाहिँ जनताले के सोचेका रहेछन्, आखिर जनताले के चाहेको रहेछ भन्ने प्रश्न देखाइदिएको छ भन्दै सम्पूर्ण नेपालीलाई धन्यवाद दिँदै आजको लागि बिदा हुन्छु। जय देश, जय रवि दाइ।